नमस्ते, म ब्रिज तपाईहरुको लागि केही महत्त्वपूर्ण जानकारी लिएर आएको छु। नमस्कार। आजको यस विशेष विश्लेषणमा हामी एउटा अत्यन्तै रोचक र महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। यो एउटा यस्तो कथा हो जहाँ विलासी सवारी साधनको भन्सार मूल्याङ्कनलाई लिएर पुरै 15 वर्ष लामो कानुनी लडाईँ चलेको थियो र यसले नेपालको भन्सार प्रणाली अनि प्रमाणको भार अर्थात् बर्डन अफ प्रुफको सिद्धान्तलाई नै पूर्ण रूपमा नयाँ दिशा दिएको छ। आउनुहोस् यो ल्यान्ड रोभर विवादलाई गहिरिएर बुझ्ने प्रयास गरौँ। आजको यस सामग्रीमा हामी मुख्यतया यी 5 कुराहरू सरसर्ती हेर्नेछौँ। सुरुमा त्यो विलासी सवारी साधनको विवाद के थियो, त्यसपछि भन्सार मूल्याङ्कनका नियमहरू, अनि यो लामो कानुनी लडाईँको समयरेखा, सर्वोच्च अदालतको अन्तिम फैसला र अन्त्यमा यो फैसला सबैका लागि किन यति धेरै महत्त्वपूर्ण छ भन्ने विषय। सुरु गरौँ पहिलो खण्डबाट, विलासी सवारी साधनको विवाद र सिर्सिया सुक्खा बन्दरगाहमा गाडीको आगमन। कथा सुरु हुन्छ सन् 2009 अर्थात् 2066 सालबाट। पर्साको सिर्सिया सुक्खा बन्दरगाहमा न्यू एभरेस्ट ट्रेडर्सले 2वटा विलासी गाडीहरू ल्याएपछि यो पुरै विवादको बीजारोपण भएको थियो। गाडी भन्सारमा आइपुग्ने बित्तिकै एउटा ल्यान्ड रोभर डिस्कभरी 3 को मूल्यलाई लिएर ठूलो खैलाबैला मचियो। आयातकर्ताले गाडीको मूल्य करिब $22,580 भनेर घोषणा गरेका थिए, तर भन्सार कार्यालयले सिधै भन्यो, होइन, यहाँ न्यून बिजिकीकरण अर्थात् अन्डर इन्भोइसिङ भएको छ। अनि भन्सारले त्यसको मूल्य वात्तै बढाएर $29,046 कायम गरिदियो। अर्को गाडी फ्रील्यान्डर 2 मा त झन् अचम्मै भयो। आयातकर्ताले $16,028 को इन्भोइस पेश गरेका थिए, तर भन्सारले त्यो मूल्यलाई ठाडै अस्वीकार गर्दै गाडीको मूल्य करिब $11,000 नै बढाएर $27,145 कायम गरिदियो। यो त साँच्चै नै ठूलो अन्तर थियो। अब यहाँनिर एउटा रमाइलो कुरा के छ भने आयातकर्ताले हावाको भरमा मूल्य तोकेका भने पक्कै थिएनन्। उनीहरूसँग त बेलायतको आधिकारिक विक्रेताबाट प्राप्त बीजक र नेपाल इन्भेस्टमेन्ट ब्याङ्कबाट जारी भएको आधिकारिक प्रतितिपत्र अर्थात् एलसी नै थियो। उनीहरूको दाबी थियो कि ब्याङ्क मार्फत भुक्तानी भएको यही मूल्य नै अकाट्य कारोबार मूल्य हो। अघि बढौँ दोस्रो खण्डतिर, भन्सार मूल्याङ्कनका नियमहरू, विशेष गरी भन्सार ऐन 2064 को दफा 13। हामी सबैलाई लाग्न सक्छ त्यति बलियो ब्याङ्किङ डकुमेन्ट हुँदाहुँदै पनि सरकारले कसरी त्यसलाई कानुनी रूपमा अस्वीकार गर्न सक्छ त? यो कुरा बुझ्न भन्सार ऐनको दफा 13 बुझ्नै पर्ने हुन्छ। यसले मूल्य निर्धारण गर्न एउटा स्पष्ट वाटरफल अर्थात् श्रृङ्खलाबद्ध विधि तय गरेको छ। यदि सुरुको कारोबार मूल्य शङ्कास्पद लाग्यो भने भन्सार अधिकृतले क्रमैसँग दोस्रो तेस्रो गर्दै विकल्प खोज्दै तल झर्नुपर्छ र कतै पनि कुरा मिलेन भने अन्त्यमा 5औं नम्बरको मनासिब आधार अर्थात् फलब्याक मेथड प्रयोग गर्नुपर्ने हुन्छ। फ्रील्यान्डर 2 को केसमा भन्सारले ठ्याक्कै के गर्यो भनेर हेर्दा उनीहरूले तेस्रो चरणको मिल्दोजुल्दो मालवस्तु विधिको प्रयोग गरे। रेकर्ड हेर्दा त अन्य नेपाली कम्पनीहरूले त्यही मोडलको गाडी ल्याउँदा पहिले नै $27,145 तिरेको छर्लङ्गै देखियो। त्यसैले भन्सारले पनि त्यही मूल्यलाई आधार मानिदियो। एकदमै स्वाभाविक तर्क होइन र? तर डिस्कभरी 3 को हकमा भने पहिले आएको त्यस्तो ठ्याक्कै मिल्ने रेकर्ड नै थिएन। अनि के गर्ने त? भन्सारले अन्तिम अस्त्र अर्थात् 5औं चरणको मनासिब आधार प्रयोग गर्यो। डिस्कभरी 3 अलि ठूलो 7 सिट क्षमता भएको र उच्च प्राविधिक विशेषता भएको गाडी थियो। त्यसैले फ्रील्यान्डर 2 को मूल्यमा 7% थपेर यसको मूल्य कायम गरियो। यो पनि निकै तार्किक नै सुनिन्छ। यसपछि सुरु हुन्छ हाम्रो तेस्रो भाग, 15 वर्ष लामो एउटा थकाउने कानुनी लडाईँको समयरेखा। स्वाभाविक रूपमा आयातकर्ताले भन्सारको त्यो उच्च मूल्याङ्कनलाई स्वीकार गर्ने कुरै भएन। अनि सुरु भयो यो लामो यात्रा। सुरुमा भन्सार कार्यालय, त्यसपछि मूल्याङ्कन पुनरावलोकन समिति अनि राजस्व न्यायाधिकरण हुँदै यो विवाद अन्ततः सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेर मात्रै टुङ्ग्यो। अब यहाँनिर कथामा एउटा ठूलो ट्विस्ट आउँछ। राजस्व न्यायाधिकरणले त उल्टै पूर्ण रूपमा आयातकर्ताकै पक्षमा पो फैसला सुनाइदियो। उनीहरूले ब्याङ्कको एलसी र इन्भोइसलाई नै आधिकारिक मान्दै भन्सारको निर्णय बदर मात्र गरेनन्, भन्सारले राखेको धरोटी रकम नै फिर्ता दिन आदेश दिए। तर सरकार यो कुरा मान्न तयार थिएन। मुद्दा सर्वोच्च अदालत पुग्यो। यस्तै प्रकृतिका अघिल्ला मुद्दाहरूमा सर्वोच्चका संयुक्त इजलासहरूबाटै फरक फरक आदेशहरू आएका थिए। त्यसैले अब भने एउटा कहिले नडगमगाउने अन्तिम र बाध्यकारी नजिर स्थापित गर्न यो मुद्दा 3 जना न्यायाधीशहरू सम्मिलित पूर्ण इजलासमा पठालियो। यसले नै यो मुद्दा कति गम्भीर थियो भन्ने स्पष्ट पार्छ।
अब आउँछ सबैभन्दा महत्त्वपूर्ण खण्ड, सर्वोच्च अदालतको फैसला र प्रमाणको भारको नयाँ परिभाषा। सम्माननीय न्यायाधीश डाक्टर नहकुल सुवेदी सहितको पूर्ण इजलासले दिएको फैसलाको यो भनाइले धेरै कुरा बोल्छ। यसको सिधा अर्थ के हो भने इन्भोइस आफैमा एउटा निरपेक्ष ढाल होइन। यदि त्यो शङ्कास्पद देखियो भने होइन, यो सही हो भनेर प्रमाणित गर्ने सम्पूर्ण जिम्मेवारी आयातकर्ताको मात्रै हुन्छ। यहीँनिर बर्डन अफ प्रुफ अर्थात् प्रमाणको भारको खेल सुरु हुन्छ। जब भन्सारले यति कम मूल्य कसरी भयो, उत्पादकको मूल्य सूची खै त भनेर थप प्रमाण माग्यो, आयातकर्ताले त्यो दिन सकेनन्। उनीहरू त्यही पुरानै बिजकमै अड्किरहे। अदालतले यसैलाई आयातकर्ताको मुख्य कमजोरी मान्यो। पूर्ण इजलासको तर्क एकदमै स्पष्ट र सठिक थियो। यदि ब्याङ्कको एलसीलाई मात्रै आँखा चिम्लेर विश्वास गर्ने हो भने त भन्सार ऐनले बनाएको त्यो मूल्याङ्कनको वाटरफल विधिको कामै भएन नि, होइन र? त्यही भएर अदालतले राजस्व न्यायाधिकरणको फैसलालाई पुरै उल्टी गर्दै भन्सार कार्यालयकै पक्षमा अन्तिम फैसला सुनायो। अन्त्यमा लागौँ आजको अन्तिम खण्डतिर। यो फैसला आखिर किन यति धेरै महत्त्वपूर्ण छ त? ल्यान्ड रोभर त एउटा उदाहरण मात्रै हो। समग्रमा हेर्दा यस ऐतिहासिक फैसलाले भन्सार अधिकारीहरूलाई न्यून बिजिकीकरण नियन्त्रण गर्न एउटा फलामे नजिरे नै दिएको छ। यसको प्रष्ट सन्देश हो, अब औपचारिक ब्याङ्किङ च्यानलहरूको आडमा मात्रै वास्तविक बजार मूल्यलाई लुकाउन सकिँदैन। व्यापारी र कानुनी पेसावरहरूले यसबाट के सिक्ने त? एकदमै प्रष्ट छ। यदि औसत बजार मूल्यभन्दा निकै कममा सामान ल्याइँदैछ भने खरिदको अकाट्य प्रमाण जस्तै उत्पादकसँगको पत्राचार वा आधिकारिक मूल्य सूची राख्नै पर्ने हुन्छ। कागज र एलसीको भरमा मात्र उम्किन सक्ने अवस्था अब रहेन। जसले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। जब कानुनी संरचनाहरूले कागजी बीजकभन्दा तुलनात्मक बजार तथ्याङ्कलाई बढी प्राथमिकता दिन थाल्छन्, तब पूर्ण पारदर्शिता प्रमाणित गर्न भविष्यमा विश्वव्यापी व्यापारको कागजी प्रक्रिया कसरी रूपान्तरण होला त? यसै विचारणीय प्रश्नका साथ आजको यो विश्लेषण हामी यही बिट मार्छौं। सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद।